हेलो घना जंगलमा दुईजना ठुला ठुला मान्छेहरू भेटिए त हो। हेलो कहाँ हिँडेको हो हजुर? कहाँ हिँडेको? रुकु कहाँ हिँडेको? खाइसोडा हो। हजुरको शुभ नाम के हो? शैलिन। What is your name? My name is Shailin. शैलिन राई। ओहो त्यसपछिको बाँकी इङ्ग्लिस चाहिँ मलाई पुनः आउँदैन हैन। अनि कहाँ हिँडेको? खाइसोडा। को अनि खाइसोडामा आएको छौ? Mama अनि मम्मी अनि मुमा। ए अनि बहिनी पनि हो? ए अनि हजुरको शुभ नाम चाहिँ? हेलो रुकु रुकु हो। खोइ मुमाहरू? ए खोइ नाना? ए दामलुङको केपिलास घाटी एक दामलुङ प्याजको खेती। प्याज रोपेको यस्तो भइरहेछ। प्याजलाई लडाउनु पर्छ भन्ने कुरा आएर हामी प्याजको कान बाटार्ने काम गर्दैछौँ आज। हेर्नु होला मित्रहरू, यो एरिया चाहिँ पुरा प्याजकै एरिया भएको छ यसपालि हैन। यसपालिको खेती भनेकै प्याज मात्र छ यो एरिया। यस्तो छ प्याजको चाहिँ के गर्नु। यस्तो सुन्दर छ है दामलुङ गाउँ। ओहो दुई बहिनी, ओ 5 फुट 6 इन्चका दुई बहिनीहरू यता आउनु पर्यो। गाडी आयो, यता आउनु पर्यो। यता